अब भने चाहिँ पूर्वबाट ल्याइएको यो बाँस छ, यो बाँस चाहिँ यति बेला रोप्नको लागि चाहिँ यति बेला मानिन्थ्यो बाँस रोप्नको आइसक्नु भएको छ। माननीय हर्क सम्बन्धी माथि छ। यता बोल्दा यता यति बेला अलिकति यति बेला भने चाहिँ यो ल फाइनली सुदूर पूर्वको बाँस यति बेला सुदूरपश्चिम पूर्व इलामबाट दार्चुलामा यति बेला मानिसज्यूले चाहिँ नि रोप्ने काम यति बेला गरिराख्नु भएको छ। दर्शक पनि तपाईँले यहाँ देख्न सक्नुहुनेछ। बाँस रोप्ने काम मात्रै हुँदैन, सुदूर पूर्वको माया यति बेला सुदूरपश्चिममा फैलाउनको लागि, बाँस जस्तै फैलाउनको लागि यति बेला हाम्रो विशेष गरी यो बाँस चाहिँ पृथ्वी लिम्बू जसले चाहिँ इलामबाट ल्याउनु भएको बाँस हो र यति बेला यो बनेको पुलको ठ्याक्कै यो पूर्वपट्टिको भागमा चाहिँ यति बेला उहाँहरूले रोप्ने काम गर्नुभएको छ।